55 झ्याले दरबार हो 55 झ्याले दरबार कसले जित्छ अरे वर्ल्ड कप मेसी हेलो गाइज आज चाहिँ बिहानको मौसम हेर्नु न पिच गुड मर्निङ छोरो बिस्तारो तिम्रो मेसीले आउट हान्छ आउट अब गोल हान्दैन मेसीले गोल आउट हान्छ आउट ओ आउट हान्यो अम्मा म सानो कसले जित्छ अरे वर्ल्ड कप मेसी पोर्चुगल कि अर्जेन्टिना हो अर्जेन्टिना कि पोर्चुगल मेसी कुन देशको जान नपाइने हामी त्यो नाम यसरी बाटो पनि जाम हुन्छ बाटो एकदमै साङ्ग्रो छ हामी चाहिँ भक्तपुर दरबार स्क्वायर आइपुगिसकेका छौँ यहाँ चाहिँ मर्मत कार्य हुँदै रहेछ यतातिर पनि मर्मत कार्य हुँदैछ हेर्नु होला अनि यता चाहिँ हाम्रो ठुलो घन्टी छ त्यहाँ पर अनि यता चाहिँ यो 55 झ्याले दरबार छ देखिएको चाहिँ 55 झ्याले दरबार हो मेरो पछाडि देखिँदै गरेको चाहिँ 55 झ्याले दरबार हो साथीहरू हेर्नु होला कहाँको छोरो आज कहाँको 55 झ्याले होइन कहाँ हो भन त दरबार स्क्वायर भक्तपुर दरबार स्क्वायर कहाँ हो
दरबार हो 55 झ्याले दरबार हो यो चाहिँ ठुलो घन्टी छ कहाँको छोरो आज कहाँ बिस्तारो अलि बिस्तारो पटेटो अनि पटेटो घरबाट खाइँदैन त फेरि यो चाहिँ पाँचतले मन्दिरतिर जाने बाटो यस्तो छ पाँचतले मन्दिर जाने बाटो पाँचतले मन्दिर नबनाएको हामी चाहिँ यहाँ आज पाँचतले मन्दिर अब जाँदैछौँ यतातिर चाहिँ कपडाहरू पनि यस्तो छ सबै तल ढोगा न भगवान्लाई हातले ल्याउन हात लिएर जाउँ हामी पाँचतले मन्दिर पाँचतले मन्दिर आइपुगेको छौँ यो चाहिँ पाँचतले मन्दिर हेर्नु यो नेपालको पाँचतले मन्दिर यो चाहिँ नेपालको सबैभन्दा अग्लो मन्दिर हो यो पाँचतले मन्दिरको वरिपरि चाहिँ यस्तो छ यहाँ पनि अर्को मन्दिर पनि छ अनि यतातिर यस्तो छ यतातिर चाहिँ क्याफेहरू छ त्यहाँनिर हिमालय जावा कफी भन्ने छ अनि यतातिर चाहिँ बजार हेरे यो चाहिँ यति सामान किनेर हामी चाहिँ फर्किँदैछौँ यो दरबार स्टोर अब चाहिँ हामी घरतिर फर्किँदैछौँ यहाँबाट यो चाहिँ भक्तपुर दरबार स्क्वायर पानी अलिअलि छिट्याउँदैछ अनि हामी चाहिँ सामान लिएर फर्किँदैछौँ हुनुहुन्छ मेरो छोरो मालिक यता हेर्नुहोस् त पानी परेर हामी चाहिँ आत्तिँदै हिँड्दैछौँ अलिअलि छिट्याउँदैछ अनि हामी छिटो हिँड्ने प्रयास गरिरहेका छौँ हामी चाहिँ यो अहिले चाहिँ यो भक्तपुर दरबार स्क्वायरको भित्र छौँ यो चाहिँ भक्तपुर दरबार स्क्वायर हो एकदम राम्रो छ आउन सक्नुहुन्छ तपाईँहरू पनि नाम खानु भनेपछि यस्तो हुन्छ है उहाँ चाहिँ बमिट गरेर आउनुभयो अनि फेरि आएर यसो किताब हेर्दै हुनुहुन्छ ढल्केर हेर्नु है साथीहरू यसरी किताब हेर्दै हुनुहुन्छ उहाँलाई घरिघरि चाहिँ पढ्न मन लाग्छ अलिअलि अब म्याम खानुभएको छैन सबै बमिट गर्नुभएको छ अब खोइ के खानुहुन्छ अब म्याम खानु न त भनेको मैले चाहिँ खाएकै छुइनँ उहाँ चाहिँ खानु हुँदैन अरे हाम्रो भ्लग हेरेर भन्नु होला लागो गुड नाइट अब हामी चाहिँ सुत्न लागेको अब सबैलाई गुड नाइट बाई बाई